मलाई लाग्छ अहिलेको चुनाव भनेको भइराखेको सरकार मन नपरेको कारणले, भइराखेको सरकारले गर्नुपर्ने काम नगरेको कारणले, अघिल्लो चुनावमा जुन बाचा गरिएको थियो बाचा पुरा नगरिएको कारणले गर्दाखेरि अहिले चुनाव फेरि हुन थालेको हो। यदि उही सरकार आउने हो, उसलाई नै भोट दिने हो भने चुनावको कुनै मिनिङ छैन। खर्च किन बढाउनु? अस्ति मान्छे मारे, त्यो संरचनाहरू जल्यो, त्यो सबको कसरी उत्थान गर्नुहुन्छ तपाईँहरू? भोट पहिलेकै नै हालेर? र तपाईँहरू एउटा कुरा नबिर्सिनुहोस् कि नेता बलवान छैन, जनता बलवान छ, त्यसैले नै चुनाव गराइन्छ। तपाईँले जसलाई भोट दिनुहुन्छ त्यसले जित्छ र त्यही कारण त्यसले नै देश बनाउने हो। र अर्को प्रश्न, हाम्रो स्थानीय हो, हाम्रो आफन्त हो भनेर भोट हाल्ने कुरा के? आफन्त स्थानीयलाई भोट हाल्ने होइन, देश कसले बनाउँछ त्यसलाई भोट हाल्ने हो। के सबैजना पार्टीको झोले पार्टीको झन्डै बोक्न आवश्यक छ त? के म एमाले, म काङ्ग्रेस वा म राष्ट्रिय स्वतन्त्र पार्टी हुन जरुरी छ त? छैन नि। हामी जनता हुँदा पनि हुन्छ। जनता भनेको यस्तो व्यक्तिहरू हो, यस्तो शक्ति हो जसले चुनावको माध्यमबाट सही व्यक्ति चुज गर्छ। मैले अघिल्लो वर्ष काङ्ग्रेसलाई भोट हालेँ भने अहिले मैले स्वतन्त्र पार्टीलाई, घन्टीलाई भोट हाल्दा म कुनै पनि बिग्रिनेवाला छैन। मैले काङ्ग्रेसलाई नै हाल्नुपर्छ, मैले एमाले नै हाल्नुपर्छ भन्ने पनि छैन। मलाई अहिले घन्टीलाई भोट हालेँ र उसले काम गरेन, मलाई मन परेन भने म अर्को पटक चुनावमा भोट परिवर्तन गरेर सही अर्को व्यक्तिलाई हाल्न पनि सक्छु। र अर्को बुझ्नै पर्ने कुरा, अहिलेको जुन चुनाव हुँदैछ यो चुनाव चाहिँ प्रतिनिधि सभाको चुनाव हो। हाम्रो वडा अध्यक्ष, मेयर चुज गर्ने चुनाव होइन। त्यसैले हाम्रो स्थानीय व्यक्ति अथवा हाम्रो वडालाई काम गरेको व्यक्ति भनेर नभन्नु होला। प्रतिनिधि सभामा गएर पुरै देशको प्रतिनिधित्व गरेर कानुन बनाउने, त्यो कानुन लागू गर्ने र मेयरहरू, उपमेयरहरू जति पनि छन् तिनीहरूलाई निगरानी गर्ने व्यक्तिहरू लाने हो। मेरो गलकोटमा मेरो वडामा काम गर्ने मान्छे मात्र लगेर हुँदैन। म किन भन्दा त्यही वडामा मात्रै घुमेर हुँदैन। देश सक्षम नभएसम्म केही पनि हुँदैन। त्यही भएर भोट यसलाई दिनुहोस् भन्दैन म, तर तपाईँको भोट परिवर्तन गर्न जरुरी छ। यदि पुरानै सरकार बन्छ जस्तो लाग्छ तपाईँलाई भने आफ्नो भोट परिवर्तन गर्न जरुरी छ। र अर्को कुरा, गाउँघरमा एमाले हामीलाई के भत्ता दियो भन्नुहुन्छ? भत्ता एमाले दिएको होइन। यति कुरा बुझ्नुहोस्, कान खोलेर सुन्नुहोस्। म जस्ता युवाहरू जसले काम गरेर